बुढी तिमी जहाँ कहाँ पनि होस् छिटो घर आउनु। नानीहरु बिचाल भइसक्यो, सानो छोरालाई पनि ज्वरो पुरा भएको छ बुढी। त कहाँ पनि छिस रामरी आइजा, रामरी बस आइजा। त दुख गरिस जे गरिस गल्ती गरिस आइजा। कुन केटासिना गइस भनेर भोइस मेसेज पुलिसले दियो मलाई। पुलिसले तँलाई खोजेन। म दिल्ली गएको थिएँ, दिल्लीमा तँलाई मैले पाइनँ। दिल्ली पुरै खोजेर आए मैले, गाजियाबाद देखि लिएर आनन्द बिहार कटिहार सटिहार सब खोजे तँलाई मैले। दिल्लीमा कहाँ खोजिन भन्दा गुडगाउँ देखि लिएर रोहिणी देखि लिएर सब खोजे, कहीँ पाइन। तँलाई म अझै एकखेप मिडिया छोडेको थिएँ, अझै एकखेप छोड्दिछु मेरो दाइ उलाई भनेर। त जहाँ कहीँ पनि होस् म घर भर्खर पुग्नु आँटेको छु। म अहिले यहाँ घर छेउमा बात गर्दैछु। नानी हेरेपछि दुःख मान्छ, रुन्छ। नानीहरूलाई भनेको छु भोलि मेरो तेरो आमा भोलि आउँछ अरे बाबु, म आज आएँ भनेर आएको। नानीहरूले पुरा आमा खोइ भनेर खोज्दै थियो। त जहाँ कहीँ पनि छ स्माइली आइजा। तँलाई जे भयो मैले गल्ती म माफ गरेँ, मेरो पनि गल्ती हो। मैले तँलाई छोड्नु थिएन, तैँले अगाडि पनि भनेको थिइस् बुढा म छोडेर बस्नु सक्दिनँ तिमीसित भनेको थिइस्। त जे कहाँ पनि छिस् आइजा, मलाई एकखेप सम्पर्क गर, मलाई उतो गर। दिल्लीमा गएँ म गोरु बेचेर 20,000 रुपियाँ खर्च गरी हेरी आएँ बुढी। नानीहरूलाई केही गर्नु सकिनँ मैले, नानीहरूलाई भुलाउनु सकिनँ। आमा जस्तो हुँदैन रहेछ। त जहाँ कहाँ पनि छिस् कुनै केटासिना छिस् के छिस्, चाहे जहाँ बिचाल भएर बसेछिस्, चाहे कुनै केटाले लगेर कहीँ बेचेर गएको छौ, कहीँ पनि तिमीहरूले तैँले हेरिछिस् भनेपछि मलाई उतो गर, सम्पर्क गर, बात गर। म तँलाई केही गर्दिनँ, आइजा घर। जस्तो थियो अगाडि त्यस्तै मिलेर खाम्ला बुढी। जे हुन्छ त्यस्तै गरौँला, सँगै जाम्ला। बरु बाहिर कमाउनु गयो भने नभए गाउँमै बसेर खाम्ला। तँलाई त मैले नजा बुढी भनेको थिएँ। म जानुको 2 दिन अगाडि त भागिस्। मेरो 25-26 तारिक म जान्थेँ। त्यो अफिसमा गएर 3 दिन 4 दिन बसेँ। त्यहाँ गएर बसेँ। त्यहाँदेखि आनन्द बिहारमा आएर होटल रिजर्भ गरेर 2 दिन बसेँ। गाजियाबादमा छ भनिस्, गाजियाबादमा होटल रिजर्भ गरेर त्यता भेट्छु कि भनेर एक्लै साहस गरेर बसेँ। मैले सोचिनँ कि कोहीले मलाई पिट्छ मार्छ भने पनि सोचिनँ। तेरो लागि यति गरेर आएँ बुढी। त जहाँ कहीँ पनि छिस् मलाई अलिकति उतो गर, रिस्पेक्ट दे, अलिकति उतो गर, फोन गर बुढी। म तँलाई केही गर्दिनँ, भयो त तँलाई पुलिसमा पनि जानु पर्दैन, केही गर्दैन। मलाई एकखेप फोन गर, त जहाँ छिस् म तेरो लोकेसन हेरेर त्यहीँ आउँछु, भयो त। तँलाई पुलिसलाई पनि नम्बर दिदिनँ, कसैलाई दिदिनँ। त मिडियावालाको नम्बर हुन्छ, मिडियाहरूसँग बात गर। अनि तँलाई म पुलिस केस मैले निकालिदिन्छु। म आउँछु अनि पुलिसकोमा 2 जना सँगै गएर म साइन गरिदिएपछि तँलाई छोडिदिन्छ, तँलाई त्यहाँ राख्दैन पनि। त्यो केटासिना छस् भने पनि, केटाहरूसिना छस् भने पनि जे पनि भएपछि भयो बुढी। मेरो पनि गल्ती हो तँलाई छोड्नुको लागि। नानीहरू बुइचाल भएर नानीहरू बहुत बिमारी भएछ। तँलाई त्यही लागि राम्ररी भन्दैछु। त जहाँ कहीँ चिज छिटो आइजा मेरो घरमा। नानीहरू छ, नानीहरूलाई हेर अलिकति। तँलाई त्यस्तो नभनेको होइन बुढी, राम्रो भनेको। हेर तेरो बुढा कस्तो लुते भइसक्यो। कहाँ खोजिन तँलाई भन्दा न एकखेप खाना नखाइकिन, 3-4 दिन ननुहाइकिन, एउटै कपडा लगाएर गाजियाबाद सबै पगला कुकुर जस्तो खोजेर आएँ मैले। गाजियाबाददेखि लिएर दिल्ली रोहिणी। न चिन्ता नगर बुढी, अलिकति माया लाग्दैन आफ्नो बुढाको भन्दा। 11 साल बसेको सँगै बुढासिन। त 1 महिनाको केटासिन गएर कहाँ बिचल भएर बसेछिस्, कहाँ गएर बसेछिनस्। एकखेप अलिकति मलाई याद गरेर फोन गर, एकखेप कतै गर। मैले अस्ति एकखेप मिडिया छोडेँ, सबै छोडेँ। अहिले तँलाई म अझै एकखेप भन्दैछु, अझै एकखेप मिडियामा म छोड्दिछु तँलाई। यति सोच। यो नम्बर छ मेरो नम्बरमा कल गर। जहाँ कहीँ भी होस् तँलाई म नराम्रो भन्दिनँ। त एकखेप फोन गर, नानीहरूसँग बात गर। नानीहरूसँग बात गरेर भिडियो कलिङमा बात गर। नानीहरू बहुत ठुलो छोरा पनि बहुत, तँलाई त थाहै छ ठुलो छोरा तँ छाडा बस्दैन, बरु सानो मसिना पनि बस। आज बर्सातले सोध्दै थियो ठुलो छोराले, आमा खोइ बाबा भनेर। के भन्नु भन्छ आमा, मैले भने 2 दिन पछि आउँछ बाबा, आमा काम गर्दैछ भने। के भन्नु आमालाई पाइन भन्नु, तिनीहरूलाई भन्छ। त जहाँ कहीँ पनि छिस् अलिकति उतो गरेर हेर बुढी, अलिकति पठाइदे मलाई। अहिले नानीहरूको अगाडि म भिडियो बनाएर भनाउनु पनि सकेन, अस्ति रुँदै थियो कस्तो। त्यही भने तँलाई जहाँ कहीँ पनि छिस् तँ अलिकति उतो गरेर सुकर गरेर अलिकति भिडियोहरू हेरेर भनेर पठा। अलिकति मेरो नम्बरमा त सम्पर्क गर। एउटा मिडियावालाको नम्बर हुन्छ, मेरो नम्बर हुन्छ, त सम्पर्क गर। जहाँ कहीँ पनि छिस् हामीलाई सम्पर्क गर। यो के यहाँ छु म भनेर म आफै ल्याउनु आउँछु, भयो त। त मिडियाको पनि जानु पर्दैन, जहाँ छिस् त्यहीँबाट मलाई एकखेप फोन गर। म जतिखेर फोन गरेँ त्यसको भोलिपल्टै म घरबाट निक्लिन्छु। अहिले म 9 दिन बसेर आएको दिल्लीमा। म 26 तारिक यहाँबाट गएको थिएँ। 9 दिन बसेर मैले 20,000 रुपियाँ गोरु बेचेर गोरुको पैसा लिएर गएको थिएँ। 20,000 रुपियाँ मैले खर्च गरेर आएँ। होटेलमा बसेँ, यता बसेँ उता बसेँ। त चिन्ता नगर बुढी, तँलाई म जहाँ आसमानमा होस् पातालमा होस् तँलाई म खोजेर निकाल्छु। भएन पछि हेर बुढी, त यति नै गरेर गर्दै मलाई
नानीहरु बिजोग भएको छ। म नानीहरुको फोटो पनि हाल्दिन्थे अहिले मिडियामा, यो मिडियामा। तँलाई जहाँ कहाँ त्यस्तो केटासिना त्यस्तो केटीहरुसिना चाहिँ सबैले त भन्छ अब केटाले छोडेर गयो होला पुलिस केस भएपछि। तिमीहरु जहाँ पनि छौ केटासिना छौ त्यो केटालाई पनि म भन्दिछु भाइ हो तिमी जस्तो पनि मेरो नानीहरु बिचाल भएको छौ। तिमीले जे गरौ गरौ गल्ती गरौ दुई जनामा मेरो बुढीलाई मेरो लागि पठाइदिनु त्यति नै तपाईहरुलाई म शुकर मान्दिछु। मेरो बुढी दुईटा नानीको आमा हो। जहाँ कहाँ पनि होस् तपाईहरु गल्ती भयो तपाईलाई पनि म माफ गर्दिन्छु। तपाईहरुको त जिन्दगी त्यसै बर्बाद भएको छ लेकिन मेरो लागि तपाईले यति सोच्नु भयो तपाईहरुको जिन्दगी म खोलिदिन्छु। तपाईहरु जहाँको होस् चाहिँ तपाईहरुको लोकेसनमा चाहिँ चाहिएको पनि देखायोस् तपाईहरुलाई म त लोकेसन देखाएर पनि यता गरेर पनि टेक गरेर पनि निकाल्दिन्छु। एक दिन त बुढीले फोन गर्छ लेकिन त्यसको अगाडि तपाईहरुले मलाई राम्रो सोचेर राम्रो गर्नु भएछ नि तपाईहरुलाई पनि म छोड्दिन्छु। तपाईहरुलाई छोड्दिन्छु। तपाईहरुलाई केही गर्दिन म। तपाईहरुलाई म आफै जमानत दिन्छु। आफै सबै थोक म आफै गर्दिन्छु। त्यस्तो भएन भने तपाई केटीलाई छोडेर तपाई जानु पनि सक्नुहुन्छ भाइ। अहिले पनि तपाईलाई म सुकर गरेर भन्दिछु केटीलाई छोडेर पनि जानु सक्नुहुन्छ। भोलि पर्सि के भएपछि म तलमाथि म जिम्मेवारी लिन्छु। म लिएर आउँछु केटीलाई। अब त्यो नानीहरुको लागि मात्रै म यति गर्दिछु। अहिले म घर पुगे नानीहरु रुइरा भन्छ बाबा आधी बाटोदेखि आमा खोइ पिछाडी उहाँ बाटोसम्म गएर हेर्दैछ आमा खोइ बाबा भनेर म कहाँबाट दिनु अटोमा गाडीहरुमा। भर्खर म दिल्लीबाट घर पुगेको 9 दिन बसेर 9 दिनमा 20,000 रुपैयाँ सके भाइ। तिमीलाई म त्यति नै भन्दिछु। जसले पनि मेरो बुढी लगेछ त्यो भोली छ भाली छ जसको मुखमा पनि एलिकितिमै फकिन्छ त्यस्तो होला हो अरु जस्तो छैन। एलिकितिमै फकिन्छ मेरो बुढी। मैले किन भन्न त अगाडि पनि एउटा केटासिना त्यसलाई पक्रेको थिए त्यो एलिकितिमै फकिन्छ। फेरि मलाई हेरेपछि तिमीहरु त के तिमीहरुको लाखै उतो भयो पनि मेरो बुढीले तिमीहरुसित जान्दै थिएन। त्यही भने म दिल्लीमा बहुत प्रयास गरे खोज्नु लागि तिमीहरुले लेकिन म दिल्लीमा भेटेको भए बहुत नराम्रो हुन्थ्यो। भेटेन बहुत राम्रो भयो। तिमीहरुले अहिले जहाँ कहीँ पनि छ यो भिडियो हेर्दैछ भने यसो पठाइदिनुस् उतो गर्दिनुस् त्यति नै भन्नु चाहन्छु म। मेरो नानीहरु बहुत दुःखमा छ अहिले। आज मलाई बहुत दुःख लाग्यो। मेरो घर आए आमा खोइ बाबा आमा खोइ भनेर रुँदै अहिले पनि रुइरहेछ दुईटा म घर आएको पछि पनि। त्यही भनेर भन्दैछु तपाईहरुलाई जे कारणमा जहाँ पनि हुनुहुन्छ नानीलाई चाहिँ अलिक छिटो मेरो बुढीलाई अलिक छिटो सम्पर्क गराइदिनु। तपाईहरुलाई केही गर्दिन म। तपाईहरुले आफ्नो साथीभाइ होस् जसले पनि यो भिडियो हेरेपछि भन्नु म तपाईहरुलाई केही सम्पर्क गर्दिन केही गर्दिन। तपाईहरुलाई केही अप्ठ्यारो पर्नु म दिदिन। मेरो जिम्मेवारी हो त्यो। तपाईहरुले जे भिडियो राख्नु यो भिडियो म तपाईहरुलाई केही जिम्मेवारी राख्दिन। म आफू छुटाएर ल्याउँछु मेरो बुढीलाई। तपाईहरुले बरु तपाईले एकखेप फोन गर्दिनु तपाईहरुको मोबाइलबाट म जसले पनि भिडियो हेर्नुहुन्छ म लिएर आउँछु मेरो बुढी गएर आफै लिएर आउँछु ल। यति लागि म धन्यवाद भन्दिछु। अलिकति मेरो पनि मजबुरी बुझिदिनु। नानीहरु छ नानीहरु नभएको भए म बुढी खोज्थिन पनि नानीहरुको लागि म खोज्दिछु। अब 1 महिना हुन आँटिसक्यो पाएको छैन। नानीहरुले आमासित बात गर्नु पाएको छैन भनेर दुःख मानिरहेछ आमा मरो कि बाँच्यो भनेर। त्यही भनेर तपाईहरुको लागि यति नै गरेर मैले भिडियो गरेर यति नै भिडियो बनाएर तपाईहरुलाई धन्यवाद जनाउँदिछु। तपाईहरु जहाँ कहीँ पनि हुन्छ अलिकति उतो गरेर हेरेर अलिकति मेरो लागि उतो गर्दिनु सहायता गर्दिनु यो गरिबको लागि। तपाईहरुलाई यति नै धन्यवाद मेरो बढीबाट।